गलत काम गर्नु र त्यो कुरालाई लुकाउनु भन्ने कुनै पनि कुरा हुँदैन। तपाईँको पापले तपाईँलाई एक दिन भेट्टाउनेछ। आउनुहोस् हेरौँ यिर्मिया 44:12। मिश्र देशमा गएर बस्न निश्चय गरेका यहुदाका बाँकी रहेकाहरूलाई म नष्ट गर्नेछु। मिश्र देशमा नै तिनीहरू सबैको पतन हुनेछ। तरबार वा अनिकालले तिनीहरू नष्ट हुनेछन्। सानोदेखि लिएर ठुलोसम्म सबै मानिसहरू तरबार र अनिकालद्वारा मर्नेछन्। तिनीहरू श्राप र त्रास, अपराध र निन्दाका पात्र बनिने छन्। फेरि फर्केर कैदमा नजानुहोस् साथीहरू, प्रभुमा टाँसिराख्नुहोस्। आउनुहोस् प्रार्थना गरौँ। पिता, यो देख्दा दुःख लाग्छ कि तपाईँका मानिसहरू आज्ञा पालन नगरेर फर्केर कैदमा जाँदछन्, दुष्टले चाहेको जस्तै काम गरेर। पिता, कृपया यो व्यक्तिलाई छुटकारा दिनुहोस्। म दुष्टलाई आज्ञा दिन्छु, दुष्ट तेरो हात यो व्यक्तिबाट निकालिहाल र यो परिवारबाट येशूको नाउँमा फर्केर येशूमा आउनुहोस्।